अहिले चाहिँ हामी भाइहराको मेन लोकेसनमा छौँ। मेरो पछाडि रहेको लोकेसन यो ठाउँमा चाहिँ भाइहराको रहेछ, तर यहाँ हराउने ठाउँ चाहिँ छैन कतै पनि। अनि यो पछाडिबाट यस्तो तेर्सो आउने क्रममा चाहिँ यही बिचमा चाहिँ भाइहराको रहेछ। अहिले चाहिँ हामी तल ठुलीखर्क यताबाट चाहिँ हामी यसो उकालो माथि टी सप केम जाँदैछौँ। यता सामानहरू पनि छ। 3 जना साथीहरू चाहिँ अघि पछि हुनुहुन्छ, हामी 3 जना यता छौँ। मेन लोकेसन चाहिँ यही रहेछ साथीहरू। यताबाट तेर्सो आउँदै गर्दा चाहिँ यहीँ छुटेको रे। यताबाट तेर्सो आउने क्रममा चाहिँ भाइ चाहिँ यता माथि छट्के गएको रहेछ। अनि राजकुमार जो उहाँको भाइको साथी चाहिँ यता तेर्सो जानुभयो अरे। अनि भाइ चाहिँ अलिकति छट्के जाने क्रममा हरायो भन्ने कुरा छ। हराएको अरे, तर यहाँ हराउने कुनै ठाउँ छैन। यस्तो खुल्ला सजिलो ठाउँ छ होइन। यता माथि अलिकति ढुङ्गा झर्ने रहेछ, अरू ठिकै छ। यस्तोमा हराउने भनेपछि अलिकति अचम्म लाग्ने यो चाहिँ छ होइन। पावै माझखर्क यता पारिबाट देखिने भिर चाहिँ छतरपुरको भिर चाहिँ यतै यही रहेछ टक्क। अलिकति ढुङ्गा पनि लड्दो रहेछ, अलिकति पाखा पनि छ, त्यही भएर ढुङ्गा बेसी झर्छ। गाउँबाट देखिने पहाड चाहिँ यही रहेछ भिर चाहिँ। गाउँ चाहिँ यता सोताङ गाउँपालिका माझखर्क चाहिँ यता हो। यो माझखर्कबाट देखिने पावैबाट देखिने छतरपुरमा त्यो पहाड मुनि चाहिँ अहिले हामी छौँ। यो पहाड नजिकै छौँ। यताबाट घाम झुल्किँदो रहेछ, तर यहाँ यति सामान्य ठाउँ छ। यो त सामान्य केही छैन, यहाँ छैन भन्दा ढुङ्गा छ, यति सानो छ, सामान्य भिड पहाड केही छैन। तर यति सामान्य, यस्तो सामान्य ठाउँमा चाहिँ कसरी हरायो भन्ने अफसोस छ। अहिले चाहिँ हामी ठुलीखर्कबाट टी सप माथि डाँडामा आइसकेका छौँ। यता सियाहरू ठ्याक्क आइसकेका छौँ। अब यतातिर खोज्ने सल्लाह हुँदैछ, तर हामी कता केम बस्ने भन्ने चाहिँ फिक्स भएको छैन, सल्लाह गर्नुपर्छ। खोज्दै जाँदा अब टाइम के कति हुन्छ, समयले भ्याएसम्म खोज्ने हो, त्यो अनुसार केम बस्ने चाहिँ सल्लाह हुँदैछ हाम्रो। हाम्रो 2 जना साथी चाहिँ यो साइडतिर लाग्नु भएको छ यसो खोज्नलाई, अनि हामी 4 जना चाहिँ यता छौँ अहिले। अब चाहिँ हामी ओह्रालो अलिकति उकालो थोरै छ, अनि ओह्रालो लाग्ने कोसिस गर्छौँ। 4 जना टोलीहरू चाहिँ अगाडि खोज्दै भाइलाई खोज्दै जाँदै हुनुहुन्छ, गइसक्नुभयो। हामी 2 जना अहिले छौँ। हामी चाहिँ भारी लिएर जाने, भाइ र म छौँ यता। हामी चाहिँ कुल्ली आज एक दिनको लागि कुल्ली हो। यता चाहिँ भाइको भारी, भाइले बोक्ने अहिलेलाई, भरे बिच बाटोमा चेन्ज गर्दै लाने। अनि मेरो चाहिँ यता बेडिङ छ एउटा, अनि भाइ र म चाहिँ टक्क यो भारी लिएर जाने अगाडि। भयो भने पछि तल गएर चाहिँ भारी टक्क राखेर चाहिँ माथि उँभोतिर खोज्दै आउने सल्लाह भएको छ हाम्रो। सकभर आज लुग्ला पुग्ने प्रयासमै छौँ सबैजना। खासमा चाहिँ यो टी सप डाँडा यसमै आज हामी केम बस्ने सल्लाहले आएको ठुलीखर्कबाट। तर 2 जना गाइड दाइहरू अलिकति लुग्लामै पुग्ने कोसिस गर्नुहुन्छ, जपत छ। अनि हामी चाहिँ आज लुग्ला पुग्ने कोसिसमा छौँ सबैजना। आज के हुन्छ भरे हेरौँ। अब तलतिर केम खार्केतिङतिर बस्छौँ कि लुग्ला पुग्छौँ, त्यो भरे नै थाहा हुन्छ। खोज्दै जान्छौँ, हेर्दै जान्छौँ। यतातिर खोज्न भ्याइयो भने चाहिँ हामी लुग्ला नै झर्छौँ, भ्याइएन भयो भने चाहिँ भोलि बिहान अलिकति त्यो बाँकी रहेको खोजेर भोलि मात्र लुग्ला जाने हाम्रो तयारी हुन्छ। फाइनल्ली हामी चाहिँ लुग्ला फर्किसकेका छौँ। उता लुग्लाको हस्पिटल माथि केम बस्नु भनेको, फेरि यता गाइड दाइहरू चाहिँ लुग्ला झर्ने नै बेसी जोड दिनुभयो। अनि हामी पनि लुग्ला फर्क्यौँ। लुग्ला बसाइ हुन्छ कि सुर्के झर्छ त्यो चाहिँ पछि नै भरे नै थाहा हुन्छ। तर जता बसे पनि अब भोलि घर सायद हामी पुग्छौँ होइन। गाडी चढ्नलाई चाहिँ सुर्के पुग्नुपर्छ नि त, त्यही भएर हामी सुर्के भोलि भयो नि आज भयो नि जानुपर्छ। अब घरै जान्छौँ कि
भोलि हुन्छ त्यो हेरौँ। बिचको भिडियो बनाउन पाइनँ किनकि मेरो फोनले अलिकति ब्याट्री टिकाउँदैन। सो अलिकति चार्ज गर्दै होइन, माथितिर त बत्ती हुँदैन ब्याकअपको गर्न हो, अनि थोरै थोरै चार्ज गर्दै चार्ज हुँदा भिडियो बनाउने, नत्र अफ भइहाल्छ है। त्यही भएर अहिले चाहिँ थोरै चार्ज गरेर भिडियो बनाउँदैछु। लुक्ला पुगेपछि लुक्ला एयरपोर्ट देखाउँछु। अगाडि हुनुहुन्छ सबै ग्रुपहरू चाहिँ, कोही अलिक अगाडि, 3 जना यता हुनुहुन्छ, 2 जना अलिक अगाडि, म चाहिँ सबैभन्दा पछाडि छु। अनि हामीसँग 5 वटा कुकुर गएको थियो, सबै कुकुरहरू फर्किसक्यो। यता एउटा यहाँ छ, अरू सबै उता अगाडि गइसक्यो। हामीसँग समथिङ माथि 3 रात सुत्यौँ हामी सँगै, कुकुरहरू पनि त्यतै बस्यो। भाइलाई खोज्दा कुकुरहरू पनि सँगै हिँड्यो होइन, सँगै गयो सँगै फर्क्यो। फाइनल्ली हामी चाहिँ लुक्ला आइपुग्यौँ। लुक्ला एयरपोर्ट पछाडि हो। लुक्लाको वेदर चाहिँ आज यस्तो छ। लुक्ला आइपुग्यो, बसाइ यता लुक्ला नै होला आएछ सायद। टोलीहरू चाहिँ यता अगाडि। लुक्ला एयरपोर्ट, तेन्जिङ हिलारी विमानस्थल, लुक्ला एयरपोर्ट। साथीहरू चाहिँ अगाडि अगाडि हुनुहुन्छ टोलीहरू, म पछि पछि। हाम्रो अर्को एकजना यहाँ सिपाही टक्क। एयरपोर्ट पनि खाली छ है साथीहरू, यस्तो छ वेदर। टोपी खस्यो। खरिखोला बजारमाथि चाहिँ गाडी फसेर बिजोग छ साथीहरू। ठ्याक्कै अहिले चाहिँ हामी हिलकोमा खाना खानको लागि बसेको हो, तर भात चाहिँ सकिसकेछ। सो हाम्रो लागि चाहिँ अर्को भात पाकिरहेको छ र भात पाक्दै गर्दा चाहिँ हामी चिसो खाँदैछौँ।